आज भने चाहिँ मेरो बुढाको चाहिँ बिचोक भइरहेछ। लुगा नछामिकन मिसिनमा हाल्ने हुँदा चाहिँ यस्तो भएको चाहिँ हिसाब नमिलेर भइरहेछ। मिसिनले चाहिँ यस्तो बनाइदिएको रहेछ नि त, सबै पेजहरू यस्तो बनाइदिएछ कि हटाएर यस्तो बनाइदिएछ नि त, त्यही भएर हिसाब नमिलेर टाउको दुखिजेल भइसक्यो अरे। हेर्नुहोस् त, हिसाब मिलेको छैन। यता हेरिदेऊ त एकपल्ट, हिसाब मिल्यो? कस्तो भइरहेछ हिसाब नमिलेर? रिस उठ्दैछ? भन्देऊ न हौ, यता हेर त, यता हेर न, रिस उठ्दैछ हिसाब नमिलेर? रिस उठेको छैन रहेछ, हाँस्दैछ नि त, रिस उठेको छैन रहेछ। यो चाहिँ मैले उसको गोजी छाम्न बिर्सेछु नि त। अरू बेला त छामेर मैले मिसिनमा हालिदिन्थेँ लुगा, आज भने चाहिँ छाम्नु बिर्सेछु, त्यही भएर उसको यस्तो हिसाब चाहिँ यस्तो भइरहेछ। हेर्नु सक्नुहुन्छ, नमिलेर, तर पनि मिलाउँदैछ बिचराले। हेर्नुहोस् त, कति बिजोक भइरहेछ, मिलाउँदैछ नि। पेपरहरू त यस्तो भइरहेछ, हेर्नुहोस् न, यस्तो भइरहेछ र पनि मिलाउँदैछ बिचराले।